चिकन थुक्पा यो चिसो मौसममा तातो बाफ उड्दै वरिपरि परिवार बसेर घरमा नै अमिलो पिरो नुनिलो ट्याक्क मिलाएर खानुको मजा नै बेग्लै हुन्छ हैन त। आज म कसरी बनाउँछु हजुरहरूलाई सजिलो तरिकामा सेयर गर्छु। सुरुमा चाहिँ मैले अलिकति पानी बसाले, बेसार राखेँ, स्वाद अनुसार नुन, त्यसैगरी 1 चम्चा जति तेल राखेर यो चाहिँ गहुँको नुडल्स हो। हजुरहरूले मैदाको पनि राख्न सक्नुहुन्छ। अब यसलाई पाक्ने गरी पकाइसकेपछि चिसो पानीले खलखल पखाल्नु पर्ने हुन्छ, नत्र भने चाहिँ एक अर्का टाँसिन्छ। त्यसैले गर्दा मैले चाहिँ राम्रोसँग पकाइसकेपछि सफा खाने पानीले मजासँग पखाल्दैछु, तर यो पानी चाहिँ चिसो हुनुपर्छ। अलिकति तेल राखेर यो नुडल्सको सबैतिर त्यो तेल चाहिँ लगाइदिने, ताकि एक अर्का टाँसिँदैन। थुक्पाको लागि नुडल्स पनि रेडी भइसकेको छ। छोपेर यसलाई साइडमा राख्ने। अब चाहिँ मैले बोनलेस चिकनमा स्वाद अनुसार नुन, डार्क सोया सस, लसुन अदुवाको धुलो, आफूलाई मनपर्छ भने चाहिँ खोर्सानीको धुलो अनि जिरा धनियाको धुलो पनि राख्न सकिन्छ, तर केही पनि राखिरहनु पर्दैन, यत्तिकै मिठो हुन्छ। फराक प्यानमा मैले अलिकति तेल तताएकी छु। यो चिकनलाई चाहिँ फिजाएर चारैतिर राखिदिने, ताकि एकैछिनमा फ्राई हुन्छ। हेर्नुहोस् त, चिकनलाई चाहिँ भुट्दा भुट्दै रातो रातो हुँदै आइसकेको छ। अब यसलाई चाहिँ अझै एकैछिन भुट्छु म। यसरी भुटिसकेपछि बच्चाबच्चीहरू छन् भने त निकालेर साइडमा राख्न पनि मिल्यो। थुक्पाको लागि चिकन फ्राई पनि रेडी भइसक्यो। यसलाई पनि साइडमा राखेर टुसा उमारेको चनाकेरो पखालेर लिएकी छु मैले। थुक्पाको लागि अब सुप चाहिन्छ। अलिकति तातो तेलमा मेथी फुराउने, त्यसै गरी जिरा फुराउने, खलमा कुटेको अदुवा लसुन पनि 1 चम्चा जति त्यसैमा राखेर फुराउने। त्यसपछि प्याज, आलु, टमाटर, आफूलाई के मनपर्छ सबै थरी राख्न सकिन्छ। मैले चाहिँ स्वाद अनुसार नुन, बेसार, सर्र चलाएर जिरा धनियाको धुलो, मरिचको धुलो पनि राख्ने। जाडो महिना छ, चिसो पनि जान्छ नि त। मजाले मसला भुटिएपछि टुसा उमारेको चना र केरौलाई यसैमा राखेर फेरि पनि एकैछिन भुट्ने। त्यही हो, चना केरौ आलुको एकदमै मिठो झोलवाला तरकारी बनाउने। यो खलमा चाहिँ मैले लसुन अदुवा कुटेको थिएँ, त्यसैमा पानी राखेर मजासँग यो चना केरो आलु डुब्ने गरी पानी राखेर चलाइसकेपछि प्रेसर कुकरको बिर्को लगाएर 2-4 सिटी लगाउने। चना केरो आलुको तरकारी पनि पाकेर रेडी भइसकेको छ। अझै पानी थपेर अझै झोलिलो पनि बनाउन सकिन्छ। मलाई चाहिँ यत्तिकै मनपर्छ। अब थुक्पा बनाऊ है त। सुरुमा चाहिँ मैले नुडल्स राखेँ। नुडल्समाथि चना केरो आलुको झोलवाला तरकारी, फ्राई गरेको चिकन अनि मसिनो गरी काटेको प्याज, हरियो खोर्सानी, हरियो धनिया अनि कागती त छुट्टाउनै हुँदैन। यदि छ भने अलिकति टिमुरको छोप पनि राख्न सक्नुहुन्छ। सर्र कागती सबैतिर लाग्ने गरी निचोरिदिने। त्यसपछि त यो तातो थुक्पा परिवार वरिपरि बसेर खानको लागि कम्प्लिटली रेडी भइसकेको छ। आजको मेरो यो सानो प्रयास हजुरहरूलाई कस्तो लाग्यो? प्लिज भिडियो मन परेमा जति सक्दो सेयर गरेर साथ दिनुहोस् है।